गुड इभिनिङ जहिले पनि गुड मर्निङ भइरहेको हुन्छ। आज चाहिँ गुड इभिनिङ भयो होइन। अहिले चाहिँ म यहाँ बुद्धोक चोकमा छु भइरहेको, देख्न सक्नुहुन्छ। अनि यो चाहिँ बुलेरो पिकअप होइन। यसमा चाहिँ काठमाडौँ जाँदैछु अहिले नाइटमा यो बाइक लिएर। नामसारी गर्न चाहिँ यो बाइकको वाइबेक्सको। अनि यहाँ भाइ हुनुहुन्छ साथमा होइन, भाइले साथ दिँदै हुनुहुन्छ आज यात्रामा। भाइले चाहिँ ड्राइभिङ गर्नुहुन्छ, म चाहिँ बस्ने। अनि बाइक चाहिँ यही हो, गाडी चाहिँ यही हो, महिन्द्रको नयाँ गाडी हो। यो चाहिँ कम्पनीमा छोड्न जान लाग्यो, यहीँ पछाडि ढालामा राखेर गइन्छ। गाडी चाहिँ यस्तै छ, 1 क्याब हो। अब तपाईँहरूलाई हाइवेमा अपडेट दिउँला है त। यो गाडी चाहिँ हामी यहाँ बुद्ध चोकमा छौँ। अहिले चाहिँ रातिको 10:30 भइरहेछ। रातिको 10:30 हुन लागेछ। जाडो बढिसकेको छ अनि हुसु पनि लागिरहेको छ। ल अब अरू अपडेट चाहिँ बाटोमा गरौँ है त। सी यू गाइज। अहिले चाहिँ भाइको यो घर चाहिँ भाइको हो होइन। अनि भाइको घरमा आएर यहाँ बाइक चाहिँ लोड गरिसक्यो। यसरी बाँधेको छौँ, बाँध्न गाह्रो भयो होइन। यसरी बाँधिसकेको छौँ। अब यो चाहिँ काठमाडौँ जान्छ अनि भोलि नामसारी गर्ने हो। यही हो, यसरी हाल्यौँ होइन। डबल स्ट्यान्ड लगाएर दोरी बाँधेर लैजान लाग्छौँ। हेरौँ है त अब कतिको बलियो छ। 2-3 राउन्ड हाने भोलि दोरी चाहिँ। अब तपाईँहरूलाई बाटोमा अपडेट दिन्छु त। गाडीको नाम चाहिँ बुलेरो म्याक्स पिकअप है। त्यो चाहिँ नयाँ मोडल हो, भित्र एसी पनि छ यसको। अनटेस्ट गाडी हो नि, फेरि अनटेस्ट नयाँ गाडी हो, अनटेस्ट। यो चाहिँ काठमाडौँ जान लाग्यो यो गाडी चाहिँ, महिन्द्रको पिकअप। अहिले चाहिँ हामी हिँड्ने होइन, लगभग रातिको 12 बज्न लागेछ। 12 बज्न यस्तै 15-20 मिनट 15-10 मिनट बाइक छ। यहाँ भाइ बस्नु हुन्छ, विकास भाइले गाडी चलाउँदै हुनुहुन्छ। हामी जाँदैछ बाटोमा। आज चाहिँ नाइट राइड हुँदैछ। अब भोलि पुगेर त्यसपछि बाइकको गरौँला के गरे नामसारी। हामी 7 दिन अरू काट्यो है। अहिले चाहिँ हामी डाउनेमा आइपुग्यो। डाउनेको चाहिँ पुरा बाटो अफरोड छ है, पुरा अफरोड छ। डाउनेमा हिँड्दैछौँ। डाउनेको बाटो चाहिँ अब कहिले बन्ने रहेछ। गाइस अहिले चाहिँ टाइम रहेको छ 4 बजेर 5-7 मिनट भएको छ होइन। 4 बजिसक्यो, देख्नुभयो बिहानको। अहिले चाहिँ हामीहरू जाँदैछौँ नानीघाट आइपुग्यो। अहिले चाहिँ यता हुनुहुन्छ हाम्रो विकास भाइ। नारायणघाट बजार पूरा बस बार।
अहिले चाहिँ हामीहरू सिमलताल भन्ने ठाउँ आइपुग्यो होइन नारायणघाटबाट र नारायणघाटबाट नागेर अनि अलिकति अगाडि आइसक्यो यो चाहिँ अब यहाँबाट चाहिँ मुङलिन 12 किलोमिटर बाँकी छ अनि सुतिएको छैन बाइकको कन्डिसन यस्तो छ बाइकलाई यहाँ हालेर लगिरहेछौँ पिकअपमा यो चिया खान लागिरहेको हामी निन्द्रा लाग्यो अरे चिया खाम अहिले टाइम रहेको छ कति बज्यो बिहानको 4:30 कि 5 बज्यो 5 बज्न लाग्यो 5 बज्न लागेछ 5 बज्दा 20 मिनट बाँकी छ यहाँ छौँ हामी चिया बनाउँदै हुनुहुन्छ भाइले त्यस्तै छ यो चाहिँ हाइवे हो है यो चाहिँ मेन हाइवे नारायणघाट मुङलिनको हाइवे हो चाहिँ गाडी पनि आएको छैन एउटा बाइक आइरहेको छ गाडी पनि आएको छ अहिले चाहिँ हामी चिया खाएर निस्किसक्यौँ होइन अनि अहिले चाहिँ हामीहरू नारायणघाटबाट अब मुङलिनतर्फ जाँदैछौँ अब हामीहरू चाहिँ हिँड्दै हिँड्दै उज्यालो भइसक्यो होइन अझै काठमाडौँ पुगेको छैन बाटोमै छौँ बाटो पुरै धेरै अफरोड रहेछ क्या बाटो त्यही भएर यस्तो अफरोडमा हिँड्दैछौँ होइन बाइक चाहिँ यहाँ पछाडि छ बाँधेर ल्याउँछौँ होइन अघि पनि देखाइसक्यो तपाईँहरूलाई अब हामी कुन ठाउँमा आइपुग्यो अब तपाईँहरूलाई काठमाडौँ पुगेपछि भेट्छ है त हामी चाहिँ अहिले धर्केबाट यता सिधा भएर निस्किने सर्टकट बाटो हिँड्नेछौँ यता नौबिसे र थानपुरको बाटो जाम हुन्छ अनि बाटो खराब पनि छ अफरोड धेरै छ भनेर यो बाटो चाहिँ राम्रो रहेछ होइन हामी चाहिँ यो बाटो हिँड्नेछौँ सिधा भएर निस्किन्छ यहाँबाट अनि के अरे धर्केबाट छिरेको है आजकल प्रायः धेरै थाहा भएको मान्छेहरू यही बाटो हिँड्दो रहेछ कि उता जाम हुन्छ नि त बेसी अहिले चाहिँ म यहाँ नामसारी गर्ने ठाउँमा आइसकेँ यातायातमा थानकोटमा अनि साथीले चाहिँ के अरे गाडी लिएर गइसक्यो फर्किसक्यो अनिलले चाहिँ कागज भइसक्यो बाइकको नामसारी भयो अब जाने एउटा भइसक्यो काम काम भयो अब फेरि त्यहाँ गएर के गर्नुपर्ने ल दृश्य चाहिँ अनि हामीहरू अहिले सोल्टीको बाटोमा हिँड्दैछौँ के गरे भएन आज काम अब फेरि भोलि 10-10:30 बजी बोला छ भोलि 10:30 बजी नामसारी काम भ्याएर म चाहिँ यता लाग्छु भने फर्किन्छ त फर्किन्छ बिग सिटी लाइफ Never gonna be the same. This is just what I became. Bitches be screaming out my name. Gotta stop. अघि बिहान राति तड हामी हिँडेको चाहिँ विकास भाइ र म चाहिँ अनि बाइक चाहिँ विकास भाइकोबाट झार्यो अनि विकास भाइले गाडी चाहिँ उहाँ ट्याक्सीमा लगेर छोडिदियो भन्नाले यार्डमा अनि त्यसपछि ऊ चाहिँ
त्यो अन्टेस्ट गाडी यार्डमा लगेर छोडिदियो अनि ऊ चाहिँ त्यहाँबाट भएर गयो अनि म चाहिँ यहीँ छु अब बेलबुक नामसारी आज गर्न गएको भएन काम अब भोलि काम सकेर फर्किनु पछि गाइस फोहोरको गाडीले डिस्टर्ब गरिरहेछ यस गाइज अस्ति आइयो होइन नाइटमा भाइसँग अनि हिजो चाहिँ त्यो बाइक पासको कामहरू गरियो बाइकको नाम सारी अनि त्यसपछि बेलुक मेरो नाममा भयो अनि अहिले चाहिँ त्यही मेरो साथी अनिल र अनि विनोद दाईले मलाई यो के गरे सीतापाइलाबाट धार्केसम्म जाने यो भित्री बाटो रहेछ क्या हाइवे उता जाम हुन्छ भनेर थानकोट नागाको त्यो बाटो जाम हुन्छ भनेर यो बाटो मलाई छडाउनु छ मेरो सामान चाहिँ यहीँ छ लगेज हेलमेट यहाँ छ बाइक उता बाहिर छ अनि अनिल यताबाट आइरहेछ होइन बाइक चाहिँ त्यहाँ राखिरहेको छु यहाँ शिवजीको ठ्याक्क मूर्ति पनि रहेछ दाइ पनि यहीँ हुनुहुन्छ अनि यहाँ अब एकछिन बसेर उनीहरू यहाँबाट काट फर्किन्छ म चाहिँ फेरि यताबाट उता फर्किन्छु भएर अब बाटोमा के हुन्छ अपडेट गर्दै गरौँ है त स्टे ट्युन गाइज पिस है अहिले चाहिँ अब काठमाडौँ हिँडेर म डाइरेक्ट नारायण आइपुग्यो साँझको बेला साँझको भ्यू होइन त्यस्तो देखिन्छ ब्लिडिङ पनि गर्दैछ त्यो नारायण घाटको ब्रिज भयो के अरे त्यस्तो देखिन्छ नारायण घाटको ब्रिज म जाँदैछु बाटोमा होइन अन द वे अब भएर बाटोमा पुगेपछि फेरि जाडो आउँछु यहाँ गएर सानो फेरि भिडियो बनाउनु है त अन द वे लास्ट बट नट द लिस्ट फाइनल्ली भएर आइपुग्यो भएर बाइकको कन्डिसन चाहिँ यस्तो चाहिँ यस्तो छ बाइक चाहिँ होइन बर्गर खान आइयो फाइनल्ली लिएर आयो अहिले साथ दियो थाक्यो आज फुल टायर्ड 1 बजी हिँडेको ठ्याक्क 8:30 बजी आइपुग्यो बाटो पनि कति ठाउँमा अफ थियो कति ठाउँमा के थियो होइन यस राम्रोसँग आइपुग्यो यहाँसम्म भिडियो दिनुभएकोमा धेरै धेरै धन्यवाद विल सी यु इन द नेक्स्ट भिडियो टिल देन स्टे सेफ स्टे हेल्दी जय देश जय नेपाल बाई पिस These brothers my guys, know that we fly, know that they ride or die. Why they wanna move like that?